चञ्चल मनमा भविष्यको चिन्ता, विभिन्न किसिमका इच्छा र कामनाहरू उत्पन्न भइरहन्छन्। यस्तो मनमा यसो गर्दा होला कि उसो गर्दा भन्ने विचारहरू निरन्तर आउँदै र जाँदै गर्दछन्। अहिलेलाई भएन भने भविष्यमा त होला नि भन्ने आशा अथवा भएन भने के गर्ने भन्ने चिन्ताले सताउँछन्। हामी यस प्रकारका वृत्ति र विचारहरूको अहोरात्र शिकार भइरहन्छौँ। लगातार गरिएका यस प्रकारका तर्क वितर्कले कुनै टुङ्गोमा पुग्नै सकिँदैन। यिनै दुःखहरू नै ती कारण हुन् जसले हामीलाई आफ्नो स्वाभाविक आनन्द र शान्तिबाट झन्झन टाढा पुर्याउँदछन्। शान्ति र आनन्द भनेको मनभन्दा अतीतका विषयहरू हुन्। यसका लागि मनमा उठ्ने यी विचार रूपी वृत्तिहरूलाई निरोध गर्न पर्दछ, उत्पन्न हुन दिन हुँदैन। कसरी हुन्छ त मनमा उत्पन्न हुने वृत्तिहरूको नियन्त्रण? जुन समयमा मनमा कुनै विचारहरू उत्पन्न हुँदैनन् त्यस बेला नै मन शान्त हुन्छ। यो अवस्थालाई मनको निरुद्ध अवस्था भनिन्छ। एकैपटक अथवा अचानक यो अवस्था हासिल गर्न सम्भव हुँदैन। यस अवस्थासम्म पुग्नका लागि सबैभन्दा उत्तम उपाय हो मन्त्र जप। व्यावहारिक जीवनमा निरन्तर शब्दहरूको प्रयोग गर्न पर्दछ। कसैलाई केही भन्न, बुझाउन, अनुरोध या निर्देशन दिन कामको प्रकृति अनुसारका शब्दहरूको प्रयोग हुन्छ। भौतिक जगतमा काम गर्न पर्ने हुँदा अधिकांश यस्ता शब्दहरू बाहिरी जगतका लागि उपयोगी हुन्छन्। यस प्रकारका शब्दहरूको अर्थ र आशय बुझ्न र बुझाउन पनि सजिलो हुन्छ। यस्ता शब्दहरूको प्रयोगले जुन कार्यहरू सम्पन्न हुन्छन् तिनीहरूले हामीलाई अझै भौतिक जगततर्फ आकर्षित गर्दछन्। एउटा काम सम्पन्न हुनासाथ अर्को सांसारिक काम सफल पार्ने भोक झन बढेर आउँछ। बाह्य जगतमा हासिल गरेको प्रगति देख्दा यस्तो लाग्न थाल्छ भौतिक जगत नै सर्वस्व हो, यसभन्दा पर अरू केही पनि छैन। यस्तै प्रकारका सांसारिक काम गरेर र तिनलाई सम्पन्न गर्न हामी यस धरतीमा आएका हौँ। हामीले शब्द केवल सुन्दैनौँ मात्र, तत्काल तिनीहरूले हामीभित्र प्रभाव पनि पार्दछन्। मानिलिउँ हामीले मन्दिर भन्ने शब्द सुन्यौँ। शब्द सुन्नासाथ हाम्रो मनमा एउटा चित्र र चित्रपछि एक किसिमको भाव उत्पन्न हुन्छ। त्यही भावका आधारमा हामी मन्दिरप्रति एउटा दृष्टिकोण बनाउँछौँ र सोही अनुसार व्यवहार पनि गर्दछौँ। यो प्रक्रिया एकैसाथ घट्दछ। यसरी शब्दहरूले रूप र भावना उत्पन्न गरिरहन्छन्। हामीहरू यस्ता शब्दहरूसँग पनि परिचित छौँ जसको भौतिक जगतमा कुनै अर्थ लाग्दैन, तर भावनाका साथ यी शब्दहरू जप गरिरह्यो भने मन नियन्त्रित हुन्छ। यी शब्दहरूमा ओमलाई एकाक्षरी मन्त्र भनिन्छ। गीतामा यस मन्त्रलाई प्रणव सर्ववेदेषु, सम्पूर्ण वेदहरूमा म ओम हुँ भनी भगवान कृष्ण भन्नुहुन्छ। कसरी जप गर्ने त यसको? पतञ्जलि योगसूत्रमा भनिएको छ तज्जपस् तदर्थ भावनम, अर्थात् अर्थ भावना सहित यो मन्त्रको जप गर्न पर्दछ। यसको जप गर्दा के हुन्छ भन्ने प्रश्नको उत्तर पनि त्यहाँ दिइएको छ। ततः प्रत्येक चेतना अधिगमो अपि अन्तराय अभावश्च। यसरी जप गर्नाले चेतनाको स्तर अझै गहिरो हुन्छ र योग गर्दा उत्पन्न हुने विघ्नहरूको अभाव अथवा नाश हुँदै पनि जान्छ। अर्का प्रकारका मन्त्रहरू हुन्छन् राम, कृष्ण, विष्णु, शिव, गणेश, बुद्ध, काली, लक्ष्मी, सरस्वती आदि आदि देव देवीका नाममा बनेका मन्त्रहरू। यी मन्त्रहरूको जप गर्यो भने पनि मनमा शान्ति उत्पन्न हुन्छ। यस्ता किसिमका मन्त्रहरू कुनै सिद्ध गुरुहरूबाट प्राप्त गर्यो भने साधकको आध्यात्मिक उन्नति झन शीघ्र हुन्छ। यसबाहेक तन्त्रमा ह्रीम, क्लीम, क्रिम, श्रीम आदि विभिन्न किसिमका बीज मन्त्रहरू पनि छन्। साधकले यी मन्त्रहरू पनि श्रद्धाका साथमा जप गर्न सक्छन्। यी मन्त्रहरू नितान्त मनलाई एकाग्र गर्नका लागि आविष्कार भएका हुन्। भौतिक जगतमा यी मन्त्रहरूको कुनै प्रत्यक्ष प्रभाव देखिँदैन। जुन कार्य श्रद्धाका साथमा निष्काम रूपले सम्पन्न गरिन्छ त्यसलाई यज्ञ भनिन्छ। हामीहरू यज्ञ भन्नाले कुनै धार्मिक अनुष्ठानलाई सम्झने गर्दछौँ। धार्मिक अनुष्ठानमा गरिएको खर्चको कुनै हिसाब किताब हुँदैन। यस्ता कार्यहरू निष्काम कर्ममा पर्दछन्। महाभारतमा युधिष्ठिरको अश्वमेध यज्ञ, कठोपनिषदमा उद्दालक ऋषिले आयोजना गरेको विश्वजित जस्ता यज्ञहरू प्रसिद्ध छन्। यस्ता कार्यहरू श्रद्धाका साथमा आध्यात्मिक उन्नतिका लागि गरिन्छन्। यिनै यज्ञहरूमा गीतामा भगवान कृष्ण जपको महत्त्व बुझाउँदै अर्जुनलाई भन्नुहुन्छ यज्ञानाम जपयज्ञो अस्मि। गरिने यज्ञहरूमा म जपयज्ञ हुँ। यति महत्त्व रहेको हुन्छ जपको।
सरल भाषामा बुझ्दा जपयज्ञ भन्नाले आफ्नो इष्टदेव अथवा गुरुबाट प्राप्त गरेको मन्त्र निरन्तर श्रद्धाका साथमा जप गरिरहनु। जसरी यज्ञमा मन्त्र उच्चारण गरेर श्रद्धाका साथमा हवन गरिन्छ, त्यसै गरी मन्त्र जपमा पनि साधकले मन्त्र उच्चारण गर्दै आफ्ना इष्टदेवका प्रति समर्पित हुन पर्दछ। यसरी लगातार मन्त्र जपको फल के हुन्छ भने जप गरेको मन्त्रले हाम्रो अन्तःकरणमा आघात गर्दछ अथवा मनमा भएका विकार र दोषहरूलाई प्रहार गर्दछ। यसो गर्दै जाँदा हाम्रो चेतना अझै गहिराइमा पुग्दछ। यस अवस्थालाई भनिन्छ मन्त्र चैतन्य। मन्त्र चैतन्य अवस्थाको प्रमाण हुन्छ जप आरम्भ गर्न साथ शरीरमा एक किसिमको रोमाञ्च उत्पन्न हुन्छ। मनमा कुनै किसिमको आग्रह, पूर्वाग्रह, भविष्यको चिन्ता, भूतकालका असफलताहरूको ग्लानि जस्ता जे जति विकारहरू छन् ती सबै हराएर जान्छन्। आफ्नो अस्तित्वमा नै ऊ आनन्दित रहन सक्दछ। यो आनन्द कुनै बाहिरी कारणमा भर परेको हुँदैन, निरपेक्ष हुन्छ। त्यही समय उसले आफू पूर्ण भएको या धन्य भएको अनुभव गर्दछ। निरन्तर श्रद्धाका साथमा अभ्यास गर्नुपर्ने भएको हुँदा यस किसिमको अभ्यासलाई साधना भनिन्छ। जसले यस प्रकारका साधनाहरू गर्दछन् उनीहरूलाई साधक भनिन्छ। जसरी सङ्गीत साधना गर्ने मानिसले कुनै सुर लागेन भने लगातार त्यो सुर लगाउने अभ्यास गर्दछन्, साधना भनेको पनि यस्तै अभ्यासको विषय हो। लगातार सुर लगाउने अभ्यासको फलस्वरूप त्यो साधकको सुर अब यताउता हुन सक्दैन। सङ्गीत आरम्भ गर्न साथ स्वर जुन सुरमा लाग्न पर्ने हो त्यही सुरमा लाग्दछ। यो प्रक्रिया धेरै दिनको अभ्यासले स्वाभाविक जस्तै बन्दछ। त्यसै गरी मन्त्र जप गर्न पर्दछ ताकि मन्त्र जप आरम्भ गर्न साथ साधकमा भाव उत्पन्न हुन सकोस्। यही अभ्यासलाई तपस्या भनिन्छ। मन्त्र जपका साथमा साधकले अन्य विषयहरूमा पनि ध्यान दिन आवश्यक हुन्छ। यसमा मुख्य कुरा हुन्छ उसको आहारा र आचार आचरण। एकाकी यतचित्तात्मा निराशी र अपरिग्रह, अर्थात् साधना गर्ने व्यक्तिले एकान्तमा निवास गर्ने, मन र इन्द्रिय सहित शरीरलाई आफ्नो बसमा राख्ने, आशा र सङ्ग्रह रहित हुन पर्दछ। मन्त्र जप अथवा नाम जप नै आध्यात्मिक उन्नतिको मूल उपाय हो। कसैले आफ्नो मन एकाग्र भइरहेको छैन, खालि डुली हिँड्छ, के गरौँ भनेर उपाय सोद्धा गुरुदेव भन्नुहुन्थ्यो प्राणायाम र मन्त्र जप गर। धन्यवाद।